नमस्ते साथीहरू, हेल्दी नेपालमा स्वागत छ। सुन्दा हामीलाई नराम्रो लाग्न सक्छ, तर बजारमा पाइने तरकारी र फलफुलहरू मध्ये 90% तरकारी र फलफुलहरूमा कुनै न कुनै किसिमको विषादीको प्रयोग भएकै हुन्छ, जुन कि हाम्रो शरीरलाई रोगी बनाउनको लागि मुख्य रूपमा जिम्मेवार हुन्छ। यस्ता विषादीयुक्त खानेकुराहरूले हामीलाई तत्कालै फुड पोइजनिङ गराउने, डायरिया भोमिटिङ गराउने, भोक नलाग्ने, पेट पोल्ने जस्ता समस्याहरू गराउनुको साथै स्किनमा एलर्जी गराउने, कपाल झर्ने, हर्मोन्सको असन्तुलन गराउनेदेखि लिएर लामो समयपछि यसले किडनीमा समस्या, लिभरमा समस्या, हार्ट सम्बन्धी समस्या र क्यान्सरसम्मको समस्या गराउन सक्छ। यसका अलावा पनि मूत्र प्रणाली सम्बन्धी, बोन सम्बन्धी, बिर्सिने सम्बन्धी र अन्य समस्याहरू पनि गराउन सक्छ। विषादीयुक्त खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि घटाउँदछ, जसले गर्दा हामी पटक पटक बिरामी भइरहने समस्या देखिन सक्छ। त्यसो भए हामीले बजारका यी खानेकुराहरू खाँदै नखाने हो त? के यो समस्याको केही समाधान छैन त? हाम्रो मनमा यस्तै प्रश्नहरू आउन सक्छ। तर नआत्तिनुस्, आज म हजुरहरूको यस्तै प्रश्नहरूको उत्तर लिएर आएको छु। आज म केही यस्ता उपायहरू बताउने छु जसले भेजिटेबल्स र फ्रुट्समा भएका विषादीहरू रिमुभ गर्न सक्नुहुनेछ। पूर्ण जानकारीको लागि भिडियोलाई अन्तिमसम्म हेर्दै रहनुहोला। हामीले बजारबाट किनेर ल्याएका तरकारी र फलफुलहरूमा प्रयोग हुने विषादीहरू प्राय 3 प्रकारका हुन्छन्। एउटा हुन्छ फलफुल पकाउनुको लागि प्रयोग हुने पदार्थ, जसको लागि क्याल्सियम कार्बाइडको प्रयोग गरिन्छ। यसको प्रयोग आँप, केरा, मेवा आदि पाक्नको लागि प्रयोग गरिन्छ। दोस्रोमा छ वेक्सको प्रयोग। यो एक किसिमको पेट्रोलियम पदार्थ जस्तै हो। यसको प्रयोग प्राय विदेशबाट आउने फलफुलहरूमा बढी जसो गरिएको हुन्छ। खास गरी स्याउ, अङ्गुर, नासपाती, टमाटर, बेरी आदिमा प्रयोग गरिएको हुन्छ। यसले फलफुलहरूको मोइस्चरलाई लक गरी लामो समयसम्म चम्किलो बनाइराख्ने र टिकाइराख्नको लागि गरिन्छ। तेस्रोमा छ धेरै फलाउनको लागि वा किराहरूबाट बचाउनको लागि प्रयोग गरिने पदार्थहरू। यसमा धेरै किसिमका केमिकलयुक्त पदार्थहरू प्रयोग गरिएका हुन्छन्। तरकारी र फलफुलहरूमा प्रयोग हुने यी तीनै प्रकारका पदार्थहरू हाम्रो शरीरको लागि हानिकारक हुन्छन्, जसले हाम्रो शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू ल्याउँछन्। अब हामी यिनै हानिकारक तत्त्वहरूलाई निकाल्ने पहिलो तरिका हेरौँ है त। एउटा सफा भाँडोमा 2 लिटर जति पानी लिऊ। त्यसमा 2 चम्चा जति बेकिङ सोडा हालौ र यसलाई राम्ररी घोलौ। यो बेकिङ सोडा पानीमा आफै मजाले घोलिन्छ। बेकिङ सोडा किराना पसलहरूमा सजिलै पनि पाइन्छ। अब हामीले बजारबाट ल्याएका फलफुल र तरकारीहरूलाई त्यो पानीमा डुबाएर राखौँ। यसरी डुबाएर राख्दाखेरि तैरिने खालका फलफुल र तरकारीहरू छन् भने बीचबीचमा उल्टो-पुल्टो पारिराख्नु पर्दछ। अब 15-20 मिनट जति यसरी नै पानीभित्र तरकारी र फलफुलहरूलाई छोडिदेऊ। 20 मिनटपछि यसलाई धाराको सफा पानीले मिची धोएर पखालेर सफा भाँडोमा राखौँ। यदि पानीको बचत गर्नु छ भने अर्को भाँडामा पानी राखेर पनि पखाल्न सकिन्छ। तर यसरी अर्को भाँडामा पानी राखेर पखाल्दा कम्तीमा तरकारी र फलफुलहरूलाई 2 पटकसम्म पखाल्दा राम्रो हुन्छ। तरकारी र फलफुलहरूबाट विषादी हटाउने अर्को उपाय हो, एउटा भाँडोमा 2 देखि 3 लिटरसम्म पानी लिऊ। मैले ठुलो तरकारीहरूको लागि ठुलै भाँडा लिएको छु। त्यसमा 2 देखि 3 चम्चा जति भिनेगर हालौँ। अब भिनेगर मिसिएको पानीमा तरकारी र फलफुलहरू 10 देखि 15 मिनटसम्मको लागि डुबाएर राखौँ। 10 देखि 15 मिनटसम्म भइसकेको छ। अब म यसलाई निकालेर सफा पानीले पखाल्दैछु। यसरी सफा पानीले पखाल्दाखेरि तरकारी र फलफुलहरूलाई अलि मिचिकन पखाल्नु पर्दछ। यसरी पखालिसकेको तरकारी र फलफुलहरूलाई सफा भाँडोमा राखेर स्टोर गर्न सकिन्छ। फलफुल र तरकारीबाट हानिकारक तत्त्वलाई निकाल्ने यी दुईटै उपायबाट 80 देखि 85% हानिकारक तत्त्वहरूलाई रिमुभ गर्न सकिन्छ। स्वस्थ आहार, स्वस्थ जीवनको आधार। यसैसँग आजको भिडियो यति नै। आशा छ आजको भिडियो हजुरहरूको लागि उपयोगी हुनेछ। भिडियो मन परे लाइक र सेयर गर्नुहोला। आफ्नो जिज्ञासाका लागि कमेन्ट गर्नुहोला। भिडियो हेर्नुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।